बुढाबुढीको व्यर्थ कुनै दिनको सबैलाई मिठो सम्झना भन्न चाहन्छु। हामी अहिले यात्रामा छौँ। एकदम रमणीय छ, एकदमै रमाइलो पनि छ। जिन्दगी यसै हो हुनुपर्ने त अब हुँदैन भन्ने चाहिँ विचार सधैँ यसरी घुम्न पाइदिए त मजा आउँछ। साथै दाम पनि चाहिन्छ त्यो गर्ने साथीहरू इन्जोय गरिएको चाहिँ मस्त बुढाबुढी अब अहिले सफरमा छौँ हामीहरू है। एकदमै रमणीय छ ठाउँ अनि हाइवे हो अनि गर्मी चाहिँ छ, अति गर्मी छ। के गर्ने अब पानी पनि पर्दैन, गर्मी छ, साह्रै गर्मी छ। पसिना एकछिनको कामबाट पनि पसिनाले फुटुक्क शरीर भिजाइदिन्छ। अब गाउँघरतिर कस्तो छ हजुरहरूले भिडियो सुनेर हेरेर कमेन्ट गर्नुहोला। मुम्बईमा त असाध्यै गर्मी छ अहिले। यतिको गर्मी त म धेरै साल भयो मुम्बईमा बसेर, तर यतिको गर्मी चाहिँ कहिले पनि देखेको होइन, भएको होइन। गाह्रो छ एकदम। पर्यावरण नै परिवर्तन भएको, मान्छे परिवर्तन भएको। मान्छे परिवर्तन भएपछि मौसमले म पनि परिवर्तन हो भन्न खोजेको जस्तो लाग्छ। कसैसँग रस छैन, पुरुष छैन, के भन्ने मिठो सम्झना छ भन्न चाहन्छु। बुढी आफ्नै ध्यानमा छ, म आफ्नो उसमा छु। त्यही हो, तर 2 दिनको जिन्दगीमा इन्जोय चाहिँ गर्नुपर्छ। कहिले छुट्टी मिलाएर काम पनि त गर्नुपऱ्यो, काम गरेर मात्र इन्जोय हुनु हो, गर्न मिल्दैन। काम नगरेपछि के को रमाइलो हुँदैन। सबै साथीहरूलाई, देश विदेशमा बस्ने सम्पूर्ण साथीहरूलाई मिठो सम्झना छ। अहिले हामी खानाको हाइवेमा छौँ। केही छिनपछि आफ्नै वासस्थान गोरुको नेसनल हाइवे पक्रेर घरतिर पुग्नेछौँ भन्न चाहन्छु। त्यही हो, सबैलाई मिस हो है। मिठो सम्झना। धेरै मेरा आत्मीय मित्रहरू पनि छन्, उहाँहरूलाई पनि धेरै धेरै सम्झना भन्न चाहन्छु। आत्मीय मित्र त सबै हुन्, तर कोही खास पनि हुँदो रहेछ। अप्ठ्यारो परेको बेला साथ सपोर्ट दिने साथीहरू सबैभन्दा ठुलो, आफ्नो परिवारभन्दा ठुलो हुँदो रहेछ। साथ सपोर्ट दुःख परेको बेला साथी त्यस्तै साथी मैले आज पारेको छु। त्योले लागेको गुण चाहिँ कहिले बिर्सिन्न होइन। अब यता गीत पनि नेपाली बजिरहेको छ बुढीको मोबाइलबाट। ऊ आफ्नो धुनमा छ, म आफ्नो धुनमा छु। त्यही त हो, के गर्नु। बाई बाई सब।